हाम्रो पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्गदेनले सत्तारूढ दलका सहमहामन्त्रीका छोराले भाटबट्टनीमा रक्सी चोरे भनेर भन्नुभयो। तर कसले चोरे भन्नुभएको छैन। पहिला पहिला एउटा कथन थियो, चोरलाई खुट्टा काट भनेपछि चोरले आफ्नो खुट्टा लुकाउँथ्यो रे। आज संसदमा त्यही भयो। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय र यही सार्वजनिक सरकारमा स्वतन्त्र सांसद अमरेश कुमार सिंहले 8 गते नै कोले त्यसमा चोरेको भनेर गएर अडियो हेरे हुन्छ, भिडियो हेरे हुन्छ, त्यसपछि आएर संसदमा कुरा राख्दिन हुन म अपिल र अनुरोध गर्न चाहन्छु। र सरकार चाहिँ यो न्यायिक छानबिन समिति गराउन किन डराएको? पोखरामा बेलुन पड्किँदाखेरि चाहिँ छानबिन गर्ने, तिनकुनेमा चाहिँ नागरिकलाई दिउँसै ड्याम गोली हानेर मार्दाखेरि न्यायिक छानबिन समिति गराउन चाहिँ सरकार किन थुरथुर कामेको छ? हामी न्यायिक छानबिन समिति गठन गरोस् भनेर सरकारलाई यो माग गर्न चाहन्छु। र रह्यो अर्को कुरा, आजकल यो सरकारमा रहेका माननीयज्यूहरूलाई सरकारलाई साह्रै डर छ। राजाले कुन दिन लगेर थुन्दिन हुन्छ कि भनेर बेला बेला कराइराख्नुहुन्छ। भन्नुहुन्छ कहिले राजालाई समितिमा ल्याऊ, विधानै पढ्नुहुन्न। हाम्रो संसदमा निमावली बनाएको छ, त्यो निमावलीले राजालाई आफ्नो समितिमा बोलाउन पाउँदैन भन्ने कुरा सरकार संसदका प्रवक्ताले बोलिसकेको कुरा छ, जब निमावलीमा त्यो छैन। र अहिले भन्नुभएछ श्री 5 महाराज धिराज कहाँ हुनुहुन्छ, नेपाली कहाँ हुनुहुन्छ, कहाँ छ भन्नुभएछ। तपाईहरूले बनाएको कागजको खोस्टोमा श्री 5 महाराज धिराज हुनुहुन्न, तर नेपाली जनताको मनमा हुनुहुन्छ श्री 5 महाराज धिराज। यसमा केही आपत्तिको विषयवस्तु छैन। र राजालाई कारबाही गर्ने भन्नुभएछ। यदि तपाईँ कारबाही गर्न सक्नुहुन्छ भने व्हाइट बोर्डरका घोटाला, गिरिबन्धु टी एस्टेटका घोटाला, अहिले पनि पोखरा विमानस्थलमा अरबौं खाने भ्रष्टाचारलाई कारबाही गर्नुहोस्, राजालाई कारबाही गर्नु पर्दैन। र सरकारलाई म भन्न चाहन्छु, यदि जनताले अहिले बाथरुममा थुने यही अवस्था यदि सिर्जित बन्यो भने कुन दिन जनताले सेफ्टी ट्याङ्कीमा थुने भने के हालत हुन्छ सम्झिनुहोस् त। त्यो हुनाले अवस्था सुधार्न, व्यवस्थामा केही फेरबदल गर्नुपर्ने अवस्था छ। यही अवस्थामा चाहिँ देश र मुलुक अगाडि बढ्न सक्दैन। अर्को कुरा, सम्माननीय सभामुख महोदय, भगवान श्रीकृष्णले एउटा श्लोक भन्नुभएको छ, आज देश ठ्याक्कै त्यस्तै छ। यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभुत्थानम् अधर्मस्य तदानम् सृजाम्यहम् परित्राणाय साधूनां विनाशाय स दुष्कृतानां धर्म स्थापनार्थाय सम्भवामि युगे युगे भन्नुभएको छ। आज हिन्दू भएकै कारणले गर्दा जम्मू कश्मीरमा मारियो, प्यालेस्टाइनमा नेपाली 10 जना मारिए, एउटा राजनीतिक दल यहाँ उठेर हामी प्यालेस्टाइनको समर्थनमा छु भन्छ। यो कस्तो राष्ट्रघात हो? आज हिन्दू भएकै कारणले गर्दा मन्दिरमा पुजारी काटिए, मन्दिर भत्काइए, हुँदा हुँदा हाम्रा अहिले पनि सुदीपका बुटोलका सुदीपजीलाई तपाईँको जम्मू कश्मीरमा मारिएको छ। आज यो देशमा के हिन्दूले बाँच्न नपाउने हो? यो वैदिक सनातनको देश हो, 33 कोटी देवताको देश हो, माता सीताको जन्मभूमि हो, भगवान पशुपतिनाथको आराधना केन्द्र हो, हिन्दू राष्ट्र, हिन्दू अधिराज्य नेपाल हो। यसमा कसैले दुईमत गर्नुपर्ने विषयवस्तु छैन। आज हामीले यो भनिरहँदा अन्य धर्मावलम्बीहरूमाथि हामीले कुनै पनि आरोप र प्रत्यारोप लगाएका छैनौँ। भर्खरै एकजना मान्यज्यूले भन्नुभयो र आज म पनि भन्न चाहन्छु, हामी धार्मिक सहिष्णुता राख्छौँ, तर यसको मतलब यो होइन कि हामी हिन्दूहरूमाथि आक्रमण गरेको चाहिँ सहेर बस्न सक्दैनौँ।